रवि लामिछानेज्यू, बालेनज्यू र कुलमानज्यू तीनटा टाउका छन्। यी दुवै तर्फका तीन-तीनवटा टाउकाले मान्ने चाहिँ यही संविधान हो, उहाँहरू दुवैले मान्ने चाहिँ यही व्यवस्था हो। त्यसो भएको हुनाले उहाँहरू त्यो 6वटै टाउका बेग्ला बेग्लै नाम गरेको एउटै पार्टी हो। साँच्चैको नयाँले चाहिँ यो व्यवस्था विरुद्ध राज संस्थाको पक्षमा बोल्छ। म देशैभरिका युवा साथीहरू जसले बालेनज्यू लगायतले राज संस्थाका लागि बोल्नुहुन्छ होला। राज संस्थाको विषयमा बोल्ने सबै नयाँ, अरू पुरानो भन्नु खोज्नुभएको हो नि त्यो त सबै पुरानो पुरानो व्यवस्थामा बोल्नेको पक्षमा चाहिँ कसरी नयाँ भए? यहाँले भन्नुभएको पुरानो व्यवस्थाको पक्षमा बोल्ने पुरानो व्यवस्था होइन नि। हामीले त 19 सालको संविधान र 72 सालको संविधानका राम्रा कुरा मिसाएर नयाँ संविधान ल्याउनु पर्छ भनेको हो। हामीले चाहिँ जेनजीले जे भने जेनजीले राइट टु रिजेक्ट भन्छ होइन। 13 वर्ष अगाडि त्यसका लागि निर्देशनात्मक आदेश गराउने, सर्वोच्च अदालतबाट रिट दायर गर्ने र जेनजीको आवाज सर्वोच्चबाट कार्यान्वयन गराउने मान्छे त मै हो त, होइन र? जेनजीको आवाज त यो हो नि त। त्यसो भएको हुनाले उहाँहरूको मिलन जुन छ एकदमै शुभकामना छ, धेरै राम्रो हो। तर यसो भइदिएको भए राम्रो हुन्थ्यो। त्यो के भने एडभान्स्ड डेमोक्रेटिक पार्टी एडीपी, नेपालीमा उन्नत लोकतन्त्र पार्टी, हामी छोटकरीमा एडीपी भन्छौँ। एडभान्स्ड डेमोक्रेटिक पार्टी एडीपी।